राजाले बनाएको देशमा आज प्रचण्ड किन बस्या, तपाईँ किन बस्या, जनताले कहिले बनायो? ताजमहल कसले बनाएको भन्ने नि शाहजहाँले भन्छन् नि, तर अर्को दृष्टिकोण पनि छ। त्यो बनाएको जनताको रगत पसिनाले बनाएको। ताजमहलको एउटा इँटा एउटा ढुङ्गा पनि कुनै महाराजाले बोकेको होइन। त्यसकारण यो देशको निर्माता पनि यो देशका जनताहरू। राजा महाराजाले त तिनको कुत उठाएर खाएर मोज गरेका हुन्। जङ्गबहादुरले जस्तो 42वटा स्वास्नी जोडेका हुन्। यो दृष्टिकोणबाट हेर्न सक्नुपर्छ। अब कसले के गरेका छन् यिनले? यी राजा महाराजा भन्नेले के गरेर मलाई भन्नुहोस् त। हरेक वर्ष 6 देखि 7 लाख मान्छे विदेश जान बाध्य छ। अझ यही व्यवस्था ठिक भन्दै ताली पट्काउनु आफैले आफै मूर्खता गरे जस्तो लाग्दैन? यही व्यवस्थाले मान्छेलाई विदेश पलायन गरेन? भएको उही 46 साल भन्दा पछाडि बाजा बजाउनु हुन्छ नि। 46 साल भन्दा अगाडि देशमा कल कारखाना उद्योग थिए। मुगलान जाने गरे कहिलेदेखि हो? नेपालमा नेपालीहरू बम्बई चाहिँ दिल्लीमा गएर गल्ली गल्लीमा चाहिँ खबरदार भनेर कराएको कहिले हो? भेरी नदी काटेर गएपछि त प्रत्येक घरबाट एकजना मान्छे विदेश इन्डिया नगएर इन्डियाको दरबार नबनेको कोही छैन, हो कि होइन? त्यो राजाकै पालामा होइन। अनि नेपालमा चाहिँ अन्तर्राष्ट्रिय चाहिँ IMF को सदस्य कहिले बनेको? राजाकै पाला पञ्चायत कालमा होइन। र उद्योग धन्दाहरू सबै निजीकरण गर्छ भन्ने प्रोग्राम आयो IMF को, त्यसमा सही गरेको 1977 पछि होइन। अनि नेपालको उद्योग धन्दा राजा कालमै खतम हुन थाल्यो, हो कि होइन? बुझ्नु केही छैन, कहाँबाट सुरु भयो भन्ने केही छैन। राजाले ल्याइदिएको हुने आज हुन्छ, हामी राजा मान्छौँ। हाम्रो त पार्टी पनि अलग हो त। राजा सबको साझा हो। राजा कुनै रापरपाको पनि होइन, अन्य कुनै दलको पनि होइन। रापरपा कुनै पनि पार्टीको राजा सबको साझा हुन्छ। राजालाई सम्मान गर्नुपर्छ। राज संस्था यदि त्यस्तो चाहिँ देशभक्त हो भने, त्यस्तो प्रगतिशील हो भने त्यसको आम्दानीको बाटो के थियो त मलाई कसैले भनिदियो नि त। पञ्चायत कालमा पञ्च र राजतन्त्रले लुट्दा 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 देश यस्तो कंगाल भएको थियो कि 1980 को आसपासमा पुग्दा बजेट बनाउने पैसा सिद्धिन लाग्थ्यो नेपालमा। त्यसपछि नेपालको त्यो राजतन्त्र सहितको पञ्चायती व्यवस्थाले IMF सँग ऋण माग्यो। IMF ले दिन त दिने हो ऋण, तर चाहिँ हाम्रो स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम त्यो भने के त भने सम्पूर्ण राज्यका उद्योग धन्दा चाहिँ निजीकरण गर्नुपर्छ भन्ने प्रोग्राममा तिमीहरू सहमत हुन्छौ भने हामी दिन्छौं, नत्र दिन्नौं भनेपछि त्यसमा पञ्चायतले सही गरेपछि अनि विदेशी एड आएर बजेट बनाएको हो। तपाईँ मात्रै बोल्नुहोस्, म बोल्दिनँ।